My God, Croatia have been robbed in last seconds. Bro, मलाई पोर्चुगलको टिम मनपर्छ। क्रिस्टियानो रोनाल्डोले जुन फुटबलमा योगदान दिएको छ नि, आफ्नो लाइफ दिएको छ नि, मलाई पनि पर्सनली फिल हुन्छ कि क्रिस्टियानो रोनाल्डोले यो पालिको फाइनल खेल्नुपर्छ। बट वाट अबाउट त्यो लास्टको अफसाइड? त्यो कसरी अफसाइड हो? त्यो अफसाइडको लाइनको यतापट्टि एउटा खेलाडी बसिरहेको थियो भनेर अफसाइड दिएको? लास्ट टच कसले गरेको थियो? लास्ट टच कसले गरेको थिएन यार? कम अन म्यान, कम अन। अब रोनाल्डो फ्यानहरूलाई सोध्यो भने त्यो त क्लियर अफसाइड हो नि साथी, के भएको तिमी भन्छ। मेसीको फ्यानलाई सोध्यो भने त्यो त अफसाइड होइन है, त्यो अफसाइड होइन भन्छ। तर रियल फुटबल फ्यानहरूले चाहिँ के भन्छ यो विषयमा? लु त कमेन्ट लेख्नुहोस् त। तर आजको तपाईँको कमेन्ट चाहिँ यस्तो बुद्धिमानीवाला कमेन्ट हुनु पर्यो, त्यो एकदमै रियल फुटबल फ्यानको हैसियतले बोलेको हुनु पर्यो तपाईँले। अनि आजको यो भिडियोको मुनि कमेन्टमा कसैले पनि मुख नछाडिदिनुहोस् है। एउटा टिमले अर्को टिमलाई एब्युज गर्ने, अर्को टिमले कसैलाई मुख छाडिदिरहेको, जस्तो तपाईँको कमेन्ट छ नि, जस्तो तपाईँको मुख छाडाइ छ कमेन्टमा, त्यसले तपाईँको पर्सनालिटीलाई चिनाउँछ क्या तपाईँ कतिको गतिलो मान्छे हो भनेर। आजको भिडियोको यो कमेन्टमा चाहिँ यदि कसैले मुख छाडेको मैले भेटेछु भने चाहिँ म यस्तो प्रकारले ब्लक गर्छु कि चाहे त्यो मेरो साथी होस्, चाहे त्यो मेरो रिलेटिभ्स होस्, जोसुकै होस् क्या। किनभने हाम्रो भिडियोमा कमेन्ट गर्ने राम्रो राम्रो दिदी भाइ दाजु बहिनी, प्रिस्टहरू, टिचरहरू, अफसरहरू, एकदमै इन्टेलेक्चुअल मान्छेहरू पनि हुन्छ क्या। तपाईँको त्यो गु जस्तो सोचले, तपाईँको त बेकारको कमेन्टले हामीलाई केही फरक पर्दैन नि। र आज म अरू फुटबल म्याचको कुरा गर्दिनँ, किनभने स्पेनले वान साइडेड राति जितेको छ र अर्को म्याच अहिले भइरहेको छ स्विजरल्यान्डहरूको। र आज त्यो पोर्चुगल भर्सेस क्रोएसिया, जसमा मेरो पोर्चुगलको फेभरेट प्लेयर डियोगो जोटाको डेथ एनिभर्सरी पनि थियो। पोर्चुगलले म्याच जित्यो, पोर्चुगलको पक्षमा सबै कुरा राम्रो भयो। बट वाट अबाउट लुका मोड्रिच? लेजेन्डरी करियर, संसारको सबैभन्दा दामी फुटबलरहरूमा एक। उहाँको आज अन्तिम म्याच। तर कुरा आउँछ घुम्दै फिर्दै त्यो अफसाइडमा। इमोसनदेखि माथि उठेर त्यो अफसाइड थियो भने थियो, थिएन भने थिएन। तपाईँलाई के लाग्छ? तपाईँको एकदमै बुद्धिमानी इन्टेलेक्चुअल कमेन्ट आज म हेर्न चाहन्छु। र आजको तपाईँको यो भिडियोको कमेन्ट गराए, कमेन्ट लेखाइले बुझाउँछ कि तपाईँ फुटबलको कतिको रियल फ्यान हो भनेर। र त्यो अफसाइड दिनु VAR रेफ्रीको डेलाइट प्योर रबरी क्रोएसियाको टिममाथि थियो कि थिएन, त्यो पनि लेख्नु नभुल्नुहोस् होला।